यो वर्षदेखि इम्युनोलोजी र डिजिजबाट 4 मार्क्स सोध्छ भनेपछि वान अफ द भेरी 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 इम्पोर्टेन्ट च्याप्टर हो है। ल त्यसमध्ये पनि ट्युबरकुलोसिस वान अफ द भेरी इम्पोर्टेन्ट च्याप्टर। यो भिडियोमा हामी ट्युबरकुलोसिसलाई धेरै डिटेलमा डिस्कस गरेका छौँ। एकचोटि लाइक पनि गरिदेऊ, सब्सक्राइब पनि गरिदेऊ अनि आफ्नो साथीले सेयर पनि गरिदेऊ। ल भिडियो इन्जोय गर है। दिस डिजिज इज नोन एज ट्युबरकुलोसिस। ओके, ट्युबरकुलोसिस। सो ट्युबरकुलोसिस भनेको टीबी हो। के हो त? टीबी हो। सो दिस टीबी इज अ भेरी क्रोनिक डिजिज बाबू एन्ड दिस टीबी इज कॉज्ड बाय बाबू के त बोला त माइकोबैक्टेरियम ट्युबरकुलोसिस। के त? माइकोबैक्टेरियम ट्युबरकुलोसिस। एन्ड द माइकोबैक्टेरियम ट्युबरकुलोसिस वाज डिस्कभर्ड बाय द साइन्टिस्ट नोन एज रोबर्ट कोच। भने रोबर्ट कोच भनेर साइन्टिस्ट थिए, उहाँले यो डिजिजलाई डिस्कभर गर्नुभएको थियो रोबर्ट कोचले। त्यही भएर ट्युबरकुलोसिसलाई के पनि भनिन्छ त बोला त? कोच डिजिज पनि भन्छ। ल बाबू, ओके। एन्ड दिस ट्युबरकुलोसिस हैज अफेक्टेड लाइक दिस इज वर्ल्ड वाइड फेमस। ओके बाबू, सबैले अफेक्ट गर्छ। अनि के छ भन्दाखेरि सुन त, भनेको 1/3 अफ द वर्ल्ड पपुलेसन, 1/3 अफ द वर्ल्ड पपुलेसन हैज के त बाबू ट्युबरकुलोसिसको ब्याक्टेरिया, जसमध्ये 10%ले के देखाउँछ त? सिम्पटम देखाउँछ। 10%ले सिम्पटम देखाउँछ। ओके, भने नेपालको कुरा गर्ने हो भने बाबू सुन, नेपालमा 45% of the people of the Nepal have के त बाबू ट्युबरकुलोसिस bacteria in their body and about them 60% of them are बाबू adult। ल र नेपालमा every year 10 देखि 15 कति भनेको छ त बाबू, हेर त, every year 45,000 people in the Nepal have active tuberculosis। एक वर्षमा 45,000 मान्छेलाई टिबी डायग्नोस हुन्छ नेपालमा। बुझ्यो? जब तिमीहरू एमबीबीएसमा नाम निकाल्छौ बाबू र एमबीबीएसमा नाम निकालेर 3rd इयरमा जाँदाखेरि नि तिमीहरू हस्पिटलमा पोस्टिङ स्टार्ट भइदिन्छ के। अनि पोस्टिङ स्टार्ट हुँदाखेरि 9 देखि 12 अथवा सर्टेन टाइममा तिमीहरूले वार्डमा बस्नुपर्छ। अनि जहिले पनि वार्डमा जान्छौ नि, जे कुराको पनि वार्डमा जान्छौ, जहिले पनि टिबीको पेसेन्ट देखेर आउँछौ। यति कमन डिजिज छ यो, बुझ्यौ नि? भने 10वटा पेसेन्ट राख्ने ठाउँ छ भने त्यसमा 2 जना पेसेन्ट त जहिले पनि टिबी नै हुन्छ। ओके, एन्ड टिबी युजुअली अफेक्ट द बाबू लङ्स। ल बाबू, र लङ्सलाई अफेक्ट गर्ने टिबीलाई हामी भन्छौँ पल्मोनरी ट्युबरकुलोसिस। एन्ड अदर देन द्याट भनेको लङ्स छोडेर अरू जति पनि कुराले अफेक्ट गरेको छ भने त्यसलाई के भन्छ त? एक्स्ट्रा पल्मोनरी डिजिज भन्छ, एक्स्ट्रा पल्मोनरी ट्युबरकुलोसिस भन्छ। ल ओके, नाउ the TB is caused by babu ke ta mycobacterium tuberculosis। okay, and the another cause of the TB is babu mycobacterium bovis, and this mycobacterium bovis is found in babu infected milk। के त? infected milk भने युजुअली यसले के गर्छ त? एक्स्ट्रा पल्मोनरी टिबी गराउँछ भनेपछि इन्टेस्टाइनको ट्युबरकुलोसिस गराउँछ। ल बाबू, अनि अर्को कुरा के छ भन्दाखेरि दिस माइकोबैक्टेरियम ट्युबरकुलोसिस दिस कजेटिभ एजेन्ट इज अ एसिड फास्ट बेसिलाई। जसरी तिमीले ग्राम पोजिटिभ ग्राम नेगेटिभ हेर्छौ नि बाबू, त्यसरी नै अर्को एउटा क्राइटेरिया छ ब्याक्टेरियाले छुट्याउने, त्यसको नाम के हो त? एसिड फास्ट बेसिलाई भनेको एएफबी भन्छ। ल बाबू, र यो एसिड फास्ट बेसिलाईलाई हामीले के गर्छौँ भने तिम्रो एसिडिक मिडियम हेरेर बल्ल हेर्न पाइन्छ र त्यो टेस्टलाई भन्छ बाबू जेडेन टेस्ट। के भन्छ त? जेडेन टेस्ट। ओके, ल अब सुन त, मोड अफ ट्रान्समिसन कसरी ट्रान्सफर हुन्छ त ब्याक्टेरिया यो। ओके, सबभन्दा पहिला एकजना मान्छेलाई टिबी भयो। ल बाबू, भने त्यो टिबीलाई उसले के गर्छ त? मेनली कहाँ हुन्छ त? लङ्समा हुन्छ। भने लङ्समा हुँदाखेरि त्यो मान्छे कफ गर्दाखेरि नि अथवा बोल्दाखेरि, जो पनि बोल्दाखेरि सानो सानो ड्रपलेटहरू मुखबाट बाहिर निस्केर आउँछ। बुझ्यो? अथवा कफ गर्दाखेरि त्यो कफको ड्रपलेटहरू बाहिर गइरहेछ र यदि कोही अर्को मान्छे त्यसको नजिकमा बसेछ भने त्यो कफको ड्रपलेट त्यसको बडीमा जान सक्छ। बुझेको बुझेन? भने दिस इज युजुअली ट्रान्सफर्ड बाई बाबू के त बोला त? इन्फेक्सियस ड्रपलेट। ओके, ड्रपलेट इन्फेक्सन। एन्ड दिस वान इज के त? एयरबोर्न डिजिज। के त? ट्युबरकुलोसिस टाइफाइड के थियो अरे बाबू? वाटरबोर्न डिजिज। ट्युबरकुलोसिस के भयो त? एयरबोर्न डिजिज भयो। ओके, एन्ड द इन्कुबेसन पिरियड इज बाबू, जति पनि इन्कुबेसन पिरियड हुन्छ ल, एउटा मान्छेलाई सानोमा भयो ओके, र उसलाई टिबी कतिखेर देखिन्छ त? जब मान्छे बुढो हुन्छ त्यतिखेर। जब मान्छेलाई के भयो भने जब उसको इम्युनिटी कम भयो त्यतिखेर, मान्छेलाई एचआइभी भयो त्यतिखेर। बुझेको बुझेन? इन्फेक्टेड त धेरै पहिला भइसक्यो हुन्छ। ओके, सो इन्कुबेसन पिरियड डिपेन्ड्स अन द इम्युनिटी अफ पर्सन, सो इट स्टार्ट फ्रम फ्यु विक्स टु द इयर्स। बुझेको बुझेन? अहिलेलाई तिमीलाई के बुझ्नु पर्यो त? नेक्रोसिस हुन्छ भनेर मात्र बुझ्नु पर्यो है त। भने नेक्रोसिस हुन्छ नि, जस्तो यहाँनिर घाउ भयो भने यसले हामी के भन्छौँ त? घोन फोकस भन्छ। ओके, अब यो जुन
हाम्रो ट्रेकिया छ भने यहाँनिर नि लिम्फ नोड्सहरू हुन्छ, बुझ्यो। भने यदि यो लिम्फ नोड्सहरूलाई इन्जुरी गरिदियो भने अब त्यसलाई हामी घोन फोकस भन्दैनौँ, के भन्छौँ त, घोन कम्प्लेक्स भन्छौँ नि त। भनेपछि के भयो त, घोन फोकस प्लस हिलार लिम्फ नोड्सहरू इन्फेक्ट भइदियो भने घोन कम्प्लेक्स भनिदिन्छौँ। अब केही दिनपछि त्यही लिम्फ नोडको वरिपरि हेर त, यो नेक्रोसिस भयो ग्रेनुलोमाहरू छ नि, वरिपरि यसको वरिपरि यसरी 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 क्याल्सियम यदि आएर डिपोजिट भइदियो भने त्यसलाई हामी के भन्छौँ त, राङ्के कम्प्लेक्स भन्छौँ। के भन्छौँ त, राङ्के कम्प्लेक्स। यति कुरा मात्र पठाउन खोज्दैछु तिमीहरूलाई, ठिक छ। अनि यो तीनटा एमबिबिएस यो एमसिक्यूमा सोधिसकेको छ, घोन फोकस र घोन कम्प्लेक्स र राङ्के कम्प्लेक्स भनेको के हो भनेर। ओके, यसको कन्सेप्ट आउनै पर्छ। भने मैले सिम्टम्सको कुरा गरेको थिएँ मेरो भाइ, हेर त, सबभन्दा यसको मेजर सिम्टम्स के छ भने यदि कोही मान्छेलाई कफ छ अनि त्यो कफ 2 हप्ताभन्दा बढी छ भने हामी के सस्पेक्ट गर्ने त, टिबी भइसकेको छ भनेर। अर्को सिम्टम्स के छ भन्दाखेरि हेर त, ब्लड इन स्पुटम भनेको के भनेको थिएँ त, हेमोप्टाइसिस भनेको थिएँ। अर्को कुरा के छ भन्दाखेरि चेस्ट पेन, ठिक छ, यदि लङ्सलाई अफेक्ट गरिरहेको छ भने त चेस्ट पेन भइहाल्छ, त्यस्तो मेजर सिम्टम भएन। मेजर सिम्टम्स के हो भनेको माइल्ड फिभर, अलिअलि इभिनिङ राइज अफ द फिभर हुन्छ र त्यो इभिनिङ राइज अफ द फिभर राति राति के हुन्छ त, स्वेटिङ पनि हुन्छ। यदि फिभर भइसक्यो र फिभर हट्छ भने त स्वेटिङ भइहाल्छ, त्यो पनि हो, ठिक छ। अर्को कुरा के छ त, लस अफ वेट। कुनै पनि डिजिज हुन्छ भने दे इज लस अफ वेट। ओके, सो दिज आर द 4 मेजर पोइन्ट यु हेभ टु रिमेम्बर फर एभर। ओके, नाउ अब यस्तो छ भने हामी टेस्ट कसरी गर्ने त, डायग्नोसिस, अनि यो कुरा पनि मैले गरिसकेको छु। सबभन्दा पहिला हामी के गर्छौँ त, स्पुटम टेस्ट गर्छौँ, खखार। ओके, खखारलाई लियो र त्यसलाई हामी के गर्छौँ भने माइक्रोस्कोपमा जेडेन स्टेनिङ लिएर के गर्छौँ त, जेडेन स्टेनिङ गरेर त्यसलाई हेर्छ। अनि यदि त्यसमा ब्याक्टेरिया देखियो भने त्यो अलरेडी त कन्फर्म भइसक्यो कि मान्छेले ट्युबरकुलोसिस छ भनेर। र त्यो गर्नलाई नि एउटा टेस्ट मात्र होइन कि 3टा मोर्निङ टेस्ट लिन्छ। यदि एउटामा पनि कन्फर्म भयो त कन्फर्म भयो, तर यदि नो भन्नको लागि हामीले 3टा स्पुटम कल्चर लिनुपर्छ, बुझ्यो नि, मिनिमम 3टा लिनुपर्छ, स्पुटमको टेस्ट गर्नुपर्छ। अर्को एक्सरे गर्ने, र एक्सरे गर्दाखेरि अब तिमीलाई एक्सरे त के बुझ्छौ, एक्सरे गर्दाखेरि यदि त्यहाँ नेक्रोसिस छ भने त्यहाँ नेक्रोसिस देखाइदिन्छ, बुझ्यो। नेक्रोसिस हुँदाखेरि हामी गेस गर्न सक्छौँ कि ओके यो मान्छेलाई टिबी होला भनेर। अर्को जुन तिमीहरूलाई एमसिक्यूमा जहिले पनि सोध्छ त्यो म्यान्टक्स टेस्ट हो। के हो त, म्यान्टक्स टेस्ट। अब यो म्यान्टक्स टेस्ट बुझ्नलाई के बुझ्नु पर्यो भने हेर सुन, यो के छ भने एकजना मान्छेको हात लिए र त्यसको हातमा नि मैले त्यो ब्याक्टेरियालाई ल्याबमा प्रिपेयर गरेर अनि मारिसकेको ब्याक्टेरिया जसले डिजिज गराउँदैन त्यो ब्याक्टेरियालाई इन्जेक्ट गरिदिए, ठिक छ, डर्मामा भनेको यहाँनिर स्किनमा। अनि यदि मेरो बडीमा यदि त्यो ब्याक्टेरिया छ भने मेरो बडीले त त्यसको अगेन्स्टमा एन्टिबडी प्रोड्युस गरे हुन्छ। मैले कतिचोटि भनिसकेको छु कुरा, जब एन्टिबडी प्रोड्युस गरिसकेको छ भने एन्टिबडी घुम्दा घुम्दै यो ठाउँमा आइपुग्छ र जब यहाँ आइपुग्छ भने एन्टिबडी र एन्टिजेन रिएक्सन गर्न थाल्छन्। जब रिएक्सन गरे भने यसरी यहाँ सानो घाउ जस्तो हुन्छ, बुझ्यो। र त्यो घाउ यदि भयो भने हामी के बुझ्छौँ त, ओके यो मान्छेलाई टिबी भएछ त्यही भएर यहाँ घाउ भएछ भनेर। ओके, तर यो डायग्नोसिसको लागि होइन कि स्क्रिनिङको लागि गर्ने टेस्ट हो। अब स्क्रिनिङको लागि गर्ने टेस्ट भनेको के त, मान यदि गाउँमा 1000 मान्छे छ भने सबको त एक्सरे गर्न भ्याउँदैनौँ, सबको त स्पुटम टेस्ट गर्न भ्याउँदैनौँ भने हामी के गर्छौँ त, यो स्क्रिनिङ टेस्ट गर्छौँ, म्यान्टक्स टेस्ट। ओके, र जोसमा पोजिटिभ आयो त्यसको अब बल्ल के गर्ने त, स्पुटम कल्चर गर्ने, एक्सरे गर्ने है। अर्को के गर्ने त, बोल्ल त मैले के भनेको थिएँ त, एक्सपर्ट टेस्ट भनेको थिएँ। ओके, भनेको एक्सपर्ट टेस्ट भनेको थिएँ अथवा के भनेको थिएँ त, पिसिआरकै मोडिफिकेसन हो यो। भने यसले सबसे राम्रो टेस्ट, कन्फर्मेटरी टेस्ट आजभोलि कसले दिन्छ त, एक्सपर्ट टेस्टले दिन्छ। ओके, त तिमीलाई सोध्दैन, तिमीलाई जहिले पनि के सोध्छ त, म्यान्टक्स टेस्ट सोध्छ। ओके, अर्को कुरा त यो स्पुटम टेस्ट सोध्न सक्छ, बुझ्यौ नि। भने म्यान्टक्स टेस्टको त्यो कन्सेप्ट बुझ्यौ मेरो भाइ, बोल त एकचोटि। ओके, ल बोला न, म भनिदिन्छु। भने नि अब त्यही फेरि कुरा के आयो भने मेरो भाइ, भनेको जिन एक्सपर्ट टेस्ट गर्छ। त्यो जिन एक्सपर्ट टेस्टमा पनि नि हामी यदि ब्याक्टेरिया हाम्रो बडीमा छ भने त्यो ब्याक्टेरियाको केही एन्टिजेन्सहरू पनि घुमिरहन्छ हाम्रो ब्लडमा र केही एन्टिबडीहरू पनि घुमिरहन्छ। भने जसरी पिसिआर टेस्ट गरिन्छ नि, कसैलाई भाइरस इन्फेक्सन भयो भने पिसिआर गर्छौँ नि, जस्तो कोभिडको बेला पिसिआर कति पपुलर भएको थियो भने पिसिआरमा के हेरेका थियौँ त, हामी जेनेटिक मेटेरियल हेरेका थियौँ नि, त्यस्तै यो माइकोब्याक्टेरियमको जेनेटिक मेटेरियल हेर्छ ल। अनि जब जिन हेर्छ भने उसको डिएनए हेर्छ भने उसले यो पनि पत्ता लगाउन सक्छ कि यो डिएनए छ भने
किनभने त ब्याक्टेरिया छ हाम्रो बडीमा। ओके, र त्यो डिएनए को सिक्वेन्समा यो पनि पत्ता लगाउन सक्छ कि यो डिएनएले कुन कुन एन्टिबायोटिकको अगेन्स्टमा रेसिस्टेन्ट प्रोड्युस गर्न सक्छ भनेर। बुझ्यो भने सबसे कन्फर्मेटरी एउटा त पहिला त ब्याक्टेरियालाई कन्फर्म गरिदियो, अर्को के भन्दाखेरि यो कुन एन्टिबायोटिक दिँदाखेरि यसलाई ट्रिट हुन्छ कि हुँदैन भनेर हुन्छ। बुझ्यो, अहिलेलाई त होइन, पछि मल्टिपल ड्रग रेसिस्टेन्ट ट्युबरक्लोसिस पनि पढ्छौ। बुझ्यो, ड्रग रेसिस्टेन्ट ट्युबरक्लोसिस पनि पढ्छौ, एक्सटेन्डेड ड्रग रेसिस्टेन्ट ट्युबरक्लोसिस पनि पढ्छौ। भनेको टिबी छ तर त्यसले एन्टिबायोटिकसँग पनि निको हुँदैन। यो सबै कुराहरू आजभोलि नेपालमा पनि बढ्दैछ, हामी एक्सपर्ट टेस्टबाट मात्र गर्छौँ। बुझ्यो, र यो सबै नि लास्टमा जब कुनै पनि कन्फर्मेटरी टेस्ट आउँदैन नि डक्टरकोमा, अनि डक्टरले एक्सपर्ट टेस्ट गर्छ। बुझ्यो, जिन एक्सपर्ट टेस्ट भन्छ अथवा पिसिआर बुझ तिमीहरू। र यो 2 घन्टा 3 घन्टामा रिजल्ट आइपुग्छ, त्यति फास्ट छ, ऱ्यापिड छ र एडभान्स टेक्नोलोजी छ। बोला। हुन्छ हुन्छ मेरो भाइ, हुन्छ हुन्छ हुन्छ, नहुने हुँदैन, हुन्छ। ओके, अब कुरा सुन, जस्तो राम्रो राम्रो ठाउँमा हुन्छ, महाराजगञ्जमा धुलीखेल हस्पिटलमा, अब सानो सानो स्कुल त्यो कलेजहरूको थाहा भएन। अब हामी ओके, अब त्यो डायग्नोसिस भयो भने अब हामी दुईवटा कुरा गर्नु पर्यो, एउटा ट्रिटमेन्ट गर्नु पर्यो, एउटा प्रिभेन्सन गर्नु पर्यो। भने ट्रिटमेन्ट हेर सुन त, ट्रिटमेन्ट माने मेरो भाइ यसमा डाइरेक्टली अब्जर्भ ट्रिटमेन्ट सर्ट कोर्स गर्छ। ओके, भन्दाखेरि के त यसको फुल फर्म याद गर, डाइरेक्टली अब्जर्भ ट्रिटमेन्ट सर्ट कोर्स। ओके, र यो पास्ट क्वेसन हो, यो सोधिसकेको क्वेसन हो। ओके, पहिला डट्स को फुल फर्म भनेको के हो, अर्को कुरा के छ भन्दाखेरि डट्स के को ट्रिटमेन्टमा युज हुन्छ त्यो पनि सोधिसकेको कुरा हो। भने हामीले बुझ्नुपर्छ यो डट्स भनेको के हो त। सुन, यो टिबी भनेको नि एउटा क्रोनिक डिजिज हो मेरो भाइ। भने त नेपालको 45% मान्छेले टिबी छ भनेर। भने त्यस्तो छ भने त्यसको ट्रिटमेन्ट धेरै राम्रो हुनुपर्छ। अब डक्टरले के थाहा पायो भने नेपालको अथवा वर्ल्डकै कि मान्छेहरूले यो 6 महिनासम्म औधी खानुपर्छ ल मेरो भाइ, 2 महिना प्लस 4 महिना, ठिक छ। 2 महिनामा नि इन्टेन्सिभ फेज भन्छौँ, इन्टेन्सिभ फेज। अर्को यो 4 महिनामा कन्टिन्युएसन फेज भन्छौँ, कन्टिन्युएसन फेज। भने 6 महिनासम्म कोही मान्छेले औधी खानु छ 4-4 वटा 5-5 वटा भनेर दिनको 2 टाइम, भने कोही पनि मान्छेले छोड्न थाल्छ। र जब छोड्न थाल्यो भने धेरै मान्छेलाई नि निको नै भएन। अब त्यस्तो हुँदाखेरि गभर्मेन्टहरूले डब्ल्युएचओले के गरे भने एउटा सिस्टम ल्याए। के सिस्टम थियो भने डिओटिएस थियो, डाइरेक्टली अब्जर्भ ट्रिटमेन्ट सर्ट कोर्स। यसमा के गर्छ भने डक्टरहरूले गाउँको सानो सानो हेल्थ पोस्टहरूमा सबभन्दा पहिला 2 महिनासम्म तिमीले हरेक दिन आफ्नो निर बोलाउँछ र आफ्नो अगाडि औधी खान भन्छ। मेरो अगाडि तिमी औधी खाऊ भनेर भन्छ। बुझ्यो, 2 महिनासम्म। भने एकजना मान्छे त्यहाँ उभिएर मेरो अगाडि औधी खाऊ भन्छ, डाइरेक्टली अब्जर्भ गर्दैछ। र त्यसपछि 2 महिनापछि जब 4 महिनाको फेज आउँछ त्यसमा के भन्छ भने ल यो 1 हप्ताको औधी छ, तपाईँले त्यो प्याकेटमा राखिदिन्छ, हरेक दिन यसरी यसरी खानु होला भनेर। 1 हप्तापछि फेरि जानुपर्छ र मान्छे गइसकेपछि फेरि 1 हप्ताको औधी दिन्छ। र यदि त्यो मान्छे त्यहाँ गएन भने हेल्थ अफिसरले त्यहाँबाट कल गर्छ कि तिमी किन आएनौ। अझ कल गरेन भने त्यहाँनिर उसको घरमा जान्छ बोलाउन, त्यतिसम्म गर्छ। बुझ्यो, भने यो सबै के हो त एउटा सर्ट कोर्सको लागि, सर्ट ड्युरेसनको लागि डक्टरहरूले आफ्नो अब्जर्भेसनमा राखेर ट्रिटमेन्ट गर्दैछन् है। त्यहीबाट के भन्ने त डाइरेक्टली अब्जर्भड ट्रिटमेन्ट सर्ट कोर्स। बुझ्यो, भने आफ्नो अगाडि पनि गर्ने र त्यसपछि केही दिनपछि 1 हप्ताको औधी दिएर पनि गर्ने। भने कस्तो राम्रो छ, यसरी गर्दाखेरि मान्छेले औधी खायो कि खान सबै रिपोर्ट हुन्छ कि हुँदैन, हुन्छ। टिबी राम्ररी निको हुँदैछ कि छैन त्यो पनि रिपोर्ट हुन्छ कि हुँदैन, हुन्छ। र यो दिस इज भेरी इफेक्टिभ। ओके, भने डट्स इज अ प्रोग्राम जुन डाइरेक्टली अब्जर्भ ट्रिटमेन्ट प्रोग्राममा हामी कुन कुन औधी दिन्छौँ त भने सुन, जुन तिमीहरूलाई हामीले के बुझ्नु पर्यो भने यो 2 महिना र 4 महिना, सबभन्दा पहिला 2 महिनामा के गर्छ भने डक्टरहरूले धेरै औधीहरू दिन्छन् कि जति पनि ब्याक्टेरिया छ त्यो सबै मर्दोस्। र त्यसपछि कन्टिन्युएसन फेज गर्छौँ के को लागि त केही ब्याक्टेरियाहरू यदि बचिरहेछ भने हामी त्यसलाई पनि मार्नुपर्छ भनेर। ओके, भने यो 2 महिनासम्म डक्टरहरूले एचआरजेडी दिन्छन्, औधीहरू छ 4 वटा, र त्यसपछि 4 महिनासम्म एच र आर दिन्छन्, ठिक छ। अब एचआरजेडी को अर्थ के हामी त्यो बुझ्नुपर्छ। यो एचआरजेडी मा के हुन्छ मेरो भाइ, एच भनेको आइसोनियाजाइड हो। के हो त, आइसोनियाजाइड
नियाजाइड। ओके, आर भनेको रिफाम्पिसिन, रिफाम्पिसिन। जेड भनेको पाइराजिनामाइड, पाइराजिनामाइड। र ई भनेको इथाम्ब्युटोल, इथाम्ब्युटोल। ओके, र पहिला HRZDS दिन्थ्यो र यो HRZDS को मिनिङ के हुन्थ्यो भने स्ट्रेप्टोमाइसिन। के हुन्थ्यो भने स्ट्रेप्टोमाइसिन। भने यो 5 बाट अवधि हामीलाई याद हुनु पर्यो। अब यो H भनेको के त यहाँ पनि आइसोनियाजाइड, R भनेको के त रिफाम्पिसिन, जेड भनेको के त पाइराजिनामाइड, ई भनेको इथाम्ब्युटोल, एस भनेको स्ट्रेप्टोमाइसिन। तर यो कुराहरु MBBS मा छ, बुझ्यो। तिमीहरुलाई के याद गर्नु पर्यो त यो अवधिहरुको नाम मात्र याद गर्नु पर्यो। त्यो नाममा पनि के छ भन्दाखेरि एउटा सिम्पल निमोनिक छ मेरो भाइ। त्यो निमोनिक के हो भन्दाखेरि प्राइस, PRISE। पी बाट के याद गरो त पाइराजिनामाइड, आर बाट के याद गरो त रिफाम्पिसिन, आई बाट के याद गरो त बोल त आइसोनियाजाइड, अनि एस बाट स्ट्रेप्टोमाइसिन र ई बाट के याद गरो त इथाम्ब्युटोल। ओके, निमोनिक्स भयो। नत्र यो याद गर्नु बोल त के भयो हैन बाबु, जसरी पनि याद गर्नु छ गर है। इट्स ओके। पाइराजिनामाइड, रिफाम्पिसिन है, आइसोनियाजाइड, इथाम्ब्युटोल, स्ट्रेप्टोमाइसिन। ठीक छ त, जसरी पनि प्राइस पनि याद गर। ठीक छ, पाइराजिनामाइड जसरी पनि याद गर। इट्स ओके। अब कुरा के आयो भने दिज आर द ड्रग्स। ओके, दिज आर द ड्रग्स दोज आर यूज फर के त मेरो भाइ बोल त हाम्रो ट्रिटमेन्ट अफ द ट्युबरक्लोसिस। ओके, तर यो ड्रग्सहरुको बारेमा केही हामीले अलिअलि थाहा हुनुपर्छ ल। जस्तो नि मेरो भाइ यो आइसोनियाजाइड जुन छ नि, यो आइसोनियाजाइडले हेर सुन पेरिफेरल न्युरोप्याथी गराउँछ, न्युरोप्याथी गराउँछ। अब यसको मिनिङ के छ भन्दाखेरि साइडको जुन नसाहरू छ नि, नर्भहरू छ, त्यसलाई इन्जुरी गराइदिन्छ। अब कसरी गराउँछ भन्दाखेरि यो आइसोनियाजाइडले इन्हिबिट द एब्जॉर्प्सन अफ भाइटामिन B6, भाइटामिन B6। पाइराजिनामाइड के त पाइराजिनामाइड ए हैन हैन, पाइराजिनामाइड के भन्दैछु म। भाइटामिन B6 को नाम के हो बोल त? के छ भाइटामिन के रे? पाइरोडक्सिन। सरी, पाइरोडक्सिन। भेरी गुड, भेरी गुड, भेरी गुड मोहम्मद, भेरी गुड। पाइरोडक्सिन। ओके, भनेको के छ भन्दाखेरि नि मेरो भाइ यो आइसोनियाजाइडले जब हामी औषधि खान्छौँ भने यसले पेटबाट नि भाइटामिन B6 को एब्जर्प्सनलाई घटाइदिन्छ। ओके, पाइरोडक्सिनको। र जब भाइटामिन B6 को एब्जर्प्सन घटाइदियो भने त्यसको कारणले नर्भहरू राम्ररी ग्रो गर्न सक्दैन र राम्ररी मेन्टेन गर्न सक्दैन आफ्नो इन्टिग्रिटी। र त्यही भएर साइडमा के हुन्छ त न्युरोप्याथी हुन्छ र त्यो मान्छेलाई मसल पेनहरू हुने है, दुख्ने त्यस्तो सिम्पटम्सहरू हुन्छ। भने अब यसको ट्रिटमेन्टको लागि हामी के दिने त? जति हामी आइसोनियाजाइड जति महिनासम्म दिइरहेछौँ त्यो सँगसँगै के गर्छ त भाइटामिन B6 को सप्लिमेन्ट पनि दिन्छ, सप्लिमेन्ट पनि दिन्छ। बुझ्यो? भनेको पाइरोडक्सिनको सप्लिमेन्ट पनि दिन्छ। बुझ्यो मेरो भाइ? ओके। अर्को कुरा के छ भन्दाखेरि यो रिफाम्पिसिनको बारेमा के बुझ्नु पर्यो भने सुन, मान्छेले जब डक्टरहरुमा आउँछ नि डाइरेक्ट अब्जर्भ ट्रिटमेन्ट सर्ट कोर्समा डट्समा, भने डक्टरले के भन्छ मेरो भाइ सुन, यो अवधि तिमी जब खान्छौ नि भने तिम्रो आँखाबाट आँसु, रेड टियर्सहरु पनि हुन सक्छ। भने आँखाबाट आँसु आउँदाखेरि पनि नि हाम्रो पानी जस्तो आउँछ, उनीहरुको रातो रातो आउँछ। बुझ्यो? ऑरेंज कलरको। उनीहरुको नि युरिन पनि कस्तो हुन सक्छ भने ऑरेंज कलर हुन सक्छ। यो ऑरेंज नै लेखौं, ऑरेंज कलर हुन सक्छ। बुझ्यो? भने पिसाबहरु भयो, आँखा ऑरेंज कलरको भइदियो, थुकहरु ऑरेंज कलरको भइदियो र मान्छे डराउँछ कि के छ भनेर। बुझ्यो? भने हामीले के भन्नुपर्छ, यो नर्मल कुरा हो, यतिले आत्तिनु पर्दैन भनेर। ओके, तर यो तिमीलाई सोध्छ कि which of the following drug of the tuberculosis causes the red urine अथवा orange urine अथवा orange tear। ओके, भने कसले गराउँछ त? रिफाम्पिसिन। र कसरी याद गर्ने त? R for रिफाम्पिसिन, R for red tear भनेर। बुझ्यौ नि? त्यसरीकाले याद गर। ओके, अर्को कुरा मेरो भाइ हामीले यो इथाम्ब्युटोलको बारेमा याद गर्नुपर्छ। all the 5 drugs are bactericidal drugs except ethambutol. Ethambutol is bacteriostatic drug.
भनेको ब्याक्टेरियोस्ट्याटिक ड्रग भनेको के त त्यस्तो ड्रग जसले ब्याक्टेरियालाई मार्दैन तर ब्याक्टेरियाको ग्रोथहरू मल्टिप्लिकेसनलाई रोक्छ भने ब्याक्टेरियालाई मार्ने ड्रग्सलाई के भन्छौँ त हामी ब्याक्टेरियोसाइडल ड्रग्स भन्छौँ तर मेरो भाइ ब्याक्टेरियालाई यदि रोकिरहेछ मल्टिप्लाई गर्नु भन्दा भने हामी के भन्छौँ त ब्याक्टेरियोस्ट्याटिक ड्रग भन्छौँ र कसरी याद गर्ने भन्दाखेरि के भन्दैछ हेर त इथामब्युटोल थाम भन्दैछ नि थाम भनेको एकछिन रुक भन्दैछ भने स्ट्याटिक गर्दैछ त्यसरी याद गर ल ओके अर्को हामीले स्ट्रेप्टोमाइसिनको बारेमा पनि अलिकति याद गर्नुपर्छ यो स्ट्रेप्टोमाइसिन नै मेरो भाइ यो बच्चाहरूलाई दिँदैन बच्चाहरूलाई दियो भने उसलाई ओटोटोक्सिसिटी गराउँछ ओटोटोक्सिसिटी गराउँछ अब तिमीहरूलाई सबलाई थाहा छ ओटो भनेको त कानलाई भन्छ भने कानको टोक्सिसिटी गराउँदैछ कानलाई खराब गर्दैछ बुझ्यो भनेको कानमा दुईटा कम्पोनेन्ट हुन्छ नि एउटा भेस्टिबुलर कम्पोनेन्ट हुन्छ एउटा कोक्लियर कम्पोनेन्ट हुन्छ भेस्टिबुलर कम्पोनेन्टले के गर्छ त बडीलाई ब्यालेन्स गर्ने काम गर्छ हो कि होइन र कोक्लियर कम्पोनेन्टले के गर्छ त सुन्ने काम गर्छ भने यसले के गर्छ त भेस्टिबुलो टोक्सिसिटी गराउँछ टोक्सिसिटी गराउँछ भनेको भेस्टिबुलर सिस्टमले यसले हार्म गर्छ भनेको मान्छेको ब्यालेन्स बिगार्न सक्छ बुझ्यौ नि भने तिमीले ओटो सुन्ने बित्तिकै कहाँ हुन्छ मेरो भाइ बुझ्यौ भने तिमीलाई एकचोटि सोध्या पनि छ कि ओटाइटिस मिडिया भनेको के त मिडल इयरको इन्फेक्सन ओटाइटिस एक्सटर्ना भनेको के त एक्सटर्नल इयरको इन्फेक्सन इन्फ्लामेसन र ओटाइटिस इन्टर्ना भनेको के त इन्टर्नल इयरको इन्फ्लामेसन भनेको ओटाइटिस अथवा ओटो आउने बित्तिकै के त कान याद गर्नुपर्ने यो कान के कसले खराब गर्छ त स्ट्रेप्टोमाइसिनले खराब गर्छ बुझ्यो मेरो भाइ भनेपछि हामीले के याद गर्नु पर्यो त प्राइस याद गर्नु पर्यो प्राइसबाट पाइराजिनामाइड आरबाट रिफाम्पिसिन आईबाट आइसोनियाजाइड इथामब्युटोल र स्ट्रेप्टोमाइसिन दिज आर द ड्रग्स ओके जसले दुईटा तरिकाले दिन्छ 2 महिना दिन्छ धेरै पुरै ड्रग्स दिन्छ त्यसपछि 4 महिना सिम्पल दुईटा मात्र ड्रग दिन्छ के त आइसोनियाजाइड र रिफाम्पिसिन ओके भने इन्टेन्सिभ फेज एन्ड दिस इज कन्टिन्युएसन फेज र यो ट्रिटमेन्ट गर्ने सिस्टमको नाम के हो त डट्स हो डाइरेक्टली अब्जर्भ ट्रिटमेन्ट सर्ट कोर्स ओके जसमा आइसोनियाजाइडले के गराउँछ त पेरिफेरल न्युरोप्याथी गराउँछ रिफाम्पिसिनले के गराउँछ त रेड टियर र रेड युरिन गराउँछ भेरी गुड पाइराजिनामाइडले खासै साइड इफेक्ट छैन इथामब्युटोलको केही छैन ब्याक्टेरियोस्ट्याटिक छ स्ट्रेप्टोमाइसिनको साइड इफेक्ट याद गर्नुपर्छ के याद गर्नुपर्छ त ओटोटोक्सिसिटी गराउँछ भेस्टिबुलर टोक्सिसिटी गराउँछ द्याट्स अल ओके भने यो ट्रिटमेन्टको कुराहरू भयो नाउ वी हेभ टु अन्डरस्ट्यान्ड द प्रिभेन्सन इज भेरी इम्पोर्टेन्ट इन द केस अफ ट्युबरकुलोसिस ओके अगाडि बढ्ने मेरो भाइ केही सोध्नु छ यसमा छैन भेरी गुड भने अब प्रिभेन्सनको कुरा गरौँ र प्रिभेन्सनको कुरा गर्दाखेरि नि टिबीको वी हेभ टु नो वान थिङ दिस क्यान बी प्रिभेन्टेड र मैले एउटा कुरा भनौँ प्रिभेन्सनको लागि नि सबभन्दा पहिला जुन इम्युनाइजेसन दिन्छ भ्याक्सिन दिन्छ र त्यो भ्याक्सिनको नाम के त मेरो भाइ बिएससी है भ्याक्सिन दिन्छ त्यो भ्याक्सिनको नाम के हो त बीसीजी के छ त बीसीजी र बीसीजी को नाम के छ त बोल त ब्यासिलस कालमेट भेरी गुड ग्युरिन भेरी गुड भने मेरो भाइ यो ब्यासिलस भनेको के हो त ब्याक्टेरिया हो भनेको म के भनेको थिएँ त माइकोबैक्टेरियम ट्युबरकुलोसिस भनेको ब्यासिलस ब्याक्टेरिया हो ब्यासिलस भनेको के त ब्याक्टेरिया यदि स्टेट ब्याक्टेरिया भयो भने हामी ब्यासिलस भन्छौँ यदि गोलो ब्याक्टेरिया भयो भने कोकस भन्छौँ हामीले थाहा छ भने ब्यासिलस भनेको ब्याक्टेरिया हो यो दुईजना जुन छ नि यो दुईटा नाम कालमेट र ग्युरिन साइन्टिस्टको नाम हो जसले यो बीसीजी डिस्कभर गर्नुभएको थियो ओके मेरो भाइ भने अब कुरा के आयो भने हेर मैले भने नेपालको 45% मान्छेलाई टिबी छ भने टिबीको ब्याक्टेरिया त जताततै छ भने तिमीलाई कसैलाई प्रिभेन्ट गर्नु पर्यो भने कतिखेर प्रिभेन्ट गर्ने त जतिखेर भर्खर जन्मिँदैछ अल भर्खर एक्सपोज हुँदैछ मान्छेहरूमा त्यतिखेर नै प्रिभेन्ट गर्नु पर्यो एक क्षण पनि छोड्नु भनेको त रिस्क हो नि त हाम्रो लागि हो कि होइन नेपाल जस्तो कन्ट्रीमा त्यही भएर दिस बीसीजी भ्याक्सिन इज गिभेन एट द टाइम अफ बर्थ ओके मेरो भाइ अर्को कुरा के याद गर्नु पर्यो भने यो बीसीजी भ्याक्सिन कसरी बनाइन्छ त मान एकजना मान्छेबाट मैले ब्याक्टेरिया लिए ठीक छ
माइकोबैक्टरियम ट्युबरकुलोसिस यसरी ब्याक्टेरिया लिए यो ब्याक्टेरियाले के गरे भने मैले नि कन्टेनरमा मल्टिप्लाई गर्न थालेँ खूब मल्टिप्लाई गरेँ जब मल्टिप्लाई गर्दा गर्दै जब धेरै मल्टिप्लाई गरिन्छ नि यो ब्याक्टेरियाहरूको जुन प्याथोजेनिसिटी हुन्छ प्याथोजेनिक प्रोपर्टीहरू हुन्छ कि मान्छेले डिजिज गराउने कम हुँदै जान्छ र यसरी गर्दा गर्दै मानव मैले धेरैचोटि मल्टिप्लाई गरिसकेँ भने मसँग ब्याक्टेरिया छ जसको प्याथोजेनिसिटी कम छ जब कम छ भने अब यो ब्याक्टेरियालाई नि मैले बोइल गरिदिएँ पानीमा जब धेरै हिटमा मैले बोइल गरिदिएँ भने यो ब्याक्टेरिया मर्छ कि मर्दैन मर्छ र मरेको ब्याक्टेरियालाई मैले मान्छेलाई इन्जेक्ट गर्दैछु बुझ्यो मेरो भाइ अब त्यसरी के हुन्छ भने ब्याक्टेरियाले अफेक्ट गर्न सक्दैन ओके अफेक्ट गर्न सक्दैन तर मेरो बडीमा इम्युनिटी त डेभलप हुन्छ ओके बुझ्यौ नि यो कन्सेप्ट भनेको एन्टिजेन त ब्याक्टेरियामा छ नि त अनि एन्टिजेन छ भने मेरो बडीले त एन्टिबडी डेभलप गरिसक्छ भने नेक्स्ट टाइम जब ब्याक्टेरिया आउँछ भने त्यो एन्टिबडी गरेर त्यो ब्याक्टेरियालाई मार्न सक्छ बुझ्यौ भने भ्याक्सिनेसनको कन्सेप्ट नै त्यही हो अब यसलाई हामी यस्तो भ्याक्सिनलाई हामी के भन्छौँ भने लाइफ एटेनुलेटेड भ्याक्सिन भनेको योसँग लाइफ छ तर त्यो ब्याक्टेरियाले कसैलाई डिजिज गराउन सक्दैन भने लाइफ एटेनुलेटेड भ्याक्सिन भन्छौँ ओके अर्को कुरा मेरो भाइ सुन इन्डियामा नि यो भ्याक्सिन लेफ्ट आर्ममा दिन्छ जहिले पनि तर नेपालमा जहिले पनि राइट आर्ममा दिन्छ र तिमीहरू सबजना एकचोटि चेक गर्नु सबको यहाँनिर नि एउटा सानो यस्तो डिप्रेसन होला यहाँनिर सानो डिप्रेसन यस्तो गरेको छ कि छैन छ भने यदि त्यो डिप्रेसन छैन भने त्यो हामी मान्दैनौँ कि यो मान्छेले यो भ्याक्सिन दिया छ भनेर बुझ्यौ नि भनेको हरेक मान्छेले नेपालमा चाहिँ म लेख्छु नेपालमा चाहिँ कहाँमा दिन्छ त राइट आर्ममा दिन्छ कहाँ दिन्छ त राइट आर्ममा र यसको जो डोज के हुन्छ भने 0.5 ml हुन्छ 0.05 ml हुन्छ र यसलाई आइडी दिन्छ इन्ट्राडर्मल भ्याक्सिन के हो त इन्ट्राडर्मल हो भने हामीलाई के याद गर्नु पर्यो त सबभन्दा पहिला BCG को फुल फर्म के ब्यासिलस काल्मेट-ग्युरिन दिस वान इज अ लाइफ एटेनुलेटेड भ्याक्सिन एन्ड दिस इज गिभन इन द इन्ट्राडर्मल अफ राइट ह्यान्ड अफ द राइट आर्म कसरी याद गर्ने भनेको नेपाल नि राइट डाइरेक्सनमा छ भनेर याद गर है नेपालमा राइट आर्ममा दिन्छ भनेर ओके वी हेभ टु नो दिस मेनी थिङ्स अबाउट द BCG भ्याक्सिन अरू कसरी प्रिभेन्ट गर्ने त भने सिम्पल यदि कोही मान्छेले टिबी छ हामीले थाहा छ भने त्यो मान्छेको नजिक जाँदाखेरि मास्क लगाएर जाने हो कि हैन यदि तिमीले 2 हप्ताभन्दा बढी कफ भइरहेछ भने इनिशियल फेजमै तिमी हस्पिटलमा जाऊ चेक गरौ भने त्यस्तो कुराहरु प्रिभेन्सन हुन्छ अरु खासै त छैन वी हेभ टु नो अबाउट द भ्याक्सिनेसन ओके डन मेरो भाइ डन ओके भने अब सुन मेरो अलिकति यो यताबाट हेर यहाँ स्लाइडबाट पनि देखाइदिन्छु भने सुन त सबभन्दा पहिला हेर भनेको हाम्रो ट्रिटमेन्ट भनेको एउटा इन्टेन्सिभ फेज भयो मेरो भाइ अर्को कन्टिन्युएसन फेज भयो इन्टेन्सिभ फेजमा के दिन्छ भने HRJD दिन्छ अथवा HRJD दिन्छ र कन्टिन्युएसन फेजमा के दिन्छ त HR दिन्छ बुझ्यौ अब यसरी यो भयो भने तिमीलाई याद हुँदैन तर हामीले के प्राइस भनेर याद गरौँ प्याराजिनामाइड रिफाम्पिसिन आइसोनियाजाइड स्ट्रेप्टोमाइसिन र स्टेम्ब्युथल ओके अनि यसमा हामी रिफाम्पिसिनले के गराउँछ त रेड कलर गराउँछ आइसोनियाजाइडले के गराउँछ त पेरिफेरल न्युरोप्याथी गराउँछ पाइरिडोक्सिन भनेर है पाइरिडोक्सिन भिटामिन B6 स्ट्रेप्टोमाइसिनले हियरिङ इम्पेयरमेन्ट गराउँछ ओटोटोक्सिसिटी गराउँछ भेस्टिबुलर ड्यामेज भेस्टिबुलर टक्सिसिटी गराउँछ भेरी गुड अब के त इथाम्ब्युटल यसले के त भेस्टिबुलर टक्सिसिटी कहाँ छ हाम्रो छैन ठीक छ हाम्रो के छ इथाम्ब्युटल भनेको के त ब्याक्टेरियोस्ट्याटिक ड्रग हो अरु सबजना के हो त ब्याक्टेरियोसाइडल ड्रग हो हामीलाई त्यो याद हुनुपर्छ ओके ल म साइड हुन्छ तिम्रो स्क्रिनशट लिन्छ भने ले है यो सबै लेखाइसकेको कुरा हो ओके ल हेर त भन फास्ट ए मेरो भाइ सुन त्यो नि 4 मन्थ नै हो है हामी 4 मन्थ हो तर तिमीहरूले 4 मन्थ याद गर तर त्यो जति पनि हुन्छ बुझ्यौ नि कहिलेकाहीँ 9 मन्थ पनि हुन्छ कहिलेकाहीँ 24 महिना पनि हुन्छ तर युजुअल ट्रिटमेन्टमा 2 महिना र 4 महिना भन ओके 2 महिना इन्टेन्सिभ फेज 4 महिना कन्टिन्युएसन फेज ओके तिमीहरूको लागि बुझ्यौ हामीले धेरै जानु पर्छ व्हाट इज डट्स डाइरेक्टली अब्जर्भ ट्रिटमेन्ट सर्ट कोर्स ओके अब यसमा के हुन्छ बुझ्यौ नि हामी मैले कुरा गरिसकेका छु ओके प्रिभेन्सनको कुराहरु भयो ओके ल Bacillus calmette-guerin okay vaccination calmette and guerin were two French scientists who discovered the vaccine live attenuated vaccine हो intradermal दिन्छ at the time of birth 0.05 ml दिन्छ ठीक छ intradermal birth मा दिन्छ okay these are the things you need to know okay ल अब MCQ हरु गरौँ
त्यसका लागि सर ठुलो भन्नुहोस् न के पनि देखिन्न यतिकै छिटो गरिदिनुहुन्छ अनि ठिक छ बाबु, मैले त्यो सबै लेखाइसकेको छु कि छैन भनेको त म स्लाइडमा त देखाउँदैछु नि। रबर कोच सर ल यसमा के नयाँ कुरा छ भन त। म त्योभन्दा बढी मैले लेखाइसकेको छु, त्यसमा डोज पनि छैन। रोबोट कोच वाज द साइन्टिस्ट हु डिस्कभर्ड दिस ए ओके यो भन्दैछु द फर्स्ट पर्सन हु डिस्कभर्ड माइकोबैक्टेरियम ट्युबरकुलोसिस वाज रोबर्ट कोच। ओके दैट वे दिस इज अल्सो नोन एज कोच डिजिज। ओके ठिक छ। मेरो भाइ सुन त, लुइस पास्चरले के गरेको थियो बोला त? पास्चराइजेसन डिस्कभर गर्नुभएको थियो नि, याद छ? भनेको दुधलाई यति यति टेम्परेचरमा गऱ्यो भने ब्याक्टेरियाहरू मर्छ भनेर। तिमीले यो उता पढ्या होला, के भन्छ, इभोल्युसन एन्ड ओरिजिनमा पढ्या होला। एडवर्ड भेरी गुड। एडवर्ड जेनरले के डिस्कभर गर्नु थियो बोला? एडवर्ड जेनर भ्याक्सिन गर्नुभएको थियो कि पेनिसिलिन कसले डिस्कभर गर्नुभएको थियो? पेनिसिलिन। एकचोटि सर्च गर ल, म पनि कन्फ्युजनमा छु ल, पेनिसिलिन हो कि भ्याक्सिन हो, तर पेनिसिलिन होला है। एकचोटि सर्च गर। ओके म पनि हेर्छु कुनै बेला, पछि हेरेर भोलि कन्फर्म गरिदिन्छु। ओके तर यसको एन्सर के हो त? रोबर्ट कोच। ल मेरो भाइ अब यसको एन्सर भनिदिउँ त। फर द ट्युबरकुलोसिस द ड्रग युज टु कम्ब्याट आर। ल अब भन यो के हुन्छ एन्सर? यो त सबले थाहा छ, बोल के ट्रिटमेन्ट हो? देखिरहेछ राम्ररी अनुप? के रे? अनि तिमीले किन अरू छोड्दियो त मेरो भाइ? प्राइस छैन? पीबाट के त? पाइराजिनामाइड छ, पाइराजिनामाइड छ। आर भेरी गुड, भेरी गुड। सी सोच, अलिकति सोच, हतार नगर है, किनकि स्ट्रेप्टोमाइसिन पनि युज। तिमी सही भनेको थियौ, ठिक छ, भेरी गुड। ओके द एन्सर इज सी। ल ल मेरो भाइ बोला यसको एन्सर। भेरी गुड। यो कति भेरी गुड। यो कति सिम्पल छ भन त? ट्युबरकुलोसिस छ हैन? ट्युबरकुलोसिस। ओके भेरी गुड। भनेको बीसीजी भ्याक्सिन ट्युबरकुलोसिस। बीसीजी भ्याक्सिनको कसले डिस्कभर गर्नुभएको थियो? कार्लमेट एन्ड ग्युरेनले डिस्कभर गर्नुभएको थियो। लाइभ एटेन्युलेटेड भ्याक्सिन हो, इन्ट्राडर्मल दिन्छ, राइट ह्यान्डमा दिन्छ र डोज कति हुन्छ बोला त? 0.05 ml हुन्छ। इन्ट्राडर्मल मेरो भाइ भनेको डर्मिसमा मात्र दिन्छ, ब्लड भेसलसम्म पुग्दैन है, ब्लडमा दिँदैन, माथि यहाँनिर नि यसरी गरेर अनि यसरी टच्चक्क माथि दिन्छ। ओके ल यो भन त। भेरी गुड। हामीले के आउनुपर्छ त? डट्स आउनुपर्छ। ठिक छ, डाइरेक्टली अब्जर्भ ट्रिटमेन्ट सर्ट कोर्स। ओके यो जहिले पनि क्वेसन्सहरू सोध्छ।